यो गाना तपाईहरुले पक्कै पनि सुन्नु भएको होला। आज हामी उहाँकै कन्सर्टमा रमाउँदै छौं। सो हे गाइज, गुड मर्निङ। हिजोको मिनी ब्लगमा मैले पिम्पलको बारेमा भनेको थिएँ र धेरै जनाले धेरै किसिमको सजेसन गर्नुभयो। धेरै जसो कमेन्ट चाहिँ डाक्टरलाई देखाउ पहिला भन्नुभएको छ। अहिले म जाँदै छु पहिला स्किन टेस्ट गर्न। हुन त पहिला मलाई हस्पिटल नै जानु मन थियो। सोचे कि पहिला एकचोटी स्किन टेस्ट पनि गरिहालौं। अनि म आइपुगे विराटनगरकै कस्मेटिक पसल। आउँदै साथ स्किन टेस्ट गर्दै छु। थोरै चाहिँ मेरो स्किन ड्यामेज भइसकेको रहेछ। जस्ट म रुम पनि आइसके। यही तीनटा प्रोडक्ट लिएर आए अनि गर्न थाल्छु म फेस वाश गर्दै साथ पिम्पल पनि गयो हुन्थ्यो नि। त्यसपछि लगाउँछु म मोइस्चराइजर। म साबुन लिएर मुख धुने मान्छे। अहिले आएर स्किन केयर गर्नु परेको छ। त्यसपछि मेरो काम भनेको एल्बम सिलेक्सन गर्ने। अब कन्सर्टमा जानु पर्ने हुन्छ। यो चाहिँ हाम्रो पास कार्ड। इन्फ्लुएन्सरको कन्सर्ट पनि धेरै टाढा होइन, विराटनगरकै जैन भवनमा छ। भोजपुरी गाना बज्ने कन्सर्ट होइन, भजन क्लबिङ द्वारा चाहिँ आयोजित गरिएको छ। त्यही भएर यो कन्सर्ट चाहिँ भजनको मात्रै हुनेछ। सिंगरमा आउनु हुँदैछ गजेन्द्र प्रताप सिंह, जे कि उहाँ इन्डियादेखि हुनुहुन्छ। सबैभन्दा फर्स्टको पर्फर्मेन्स नेपाल पुलिसले गर्नुभयो र उहाँहरूको डान्स चाहिँ मलाई एकदमै राम्रो लाग्यो। सधैँ भोजपुरी गानाको कन्सर्ट होइन, कहिलेकाहीँ भजनवाला पनि कन्सर्ट जानुपर्छ। अब चाहिँ सिंगरको एन्ट्री हुन्छ। सिंगर चाहिँ उहाँ नै हो। जे होस् एन्ट्री पनि बवाल नै भयो। भजन भए पनि रमाइलो गर्न चाहिँ छोड्नु भएन। सासुका माला हे भन्ने गाना पक्कै पनि सुन्नु भएको होला। त्यो गाना गाउँदै साथ हामी तलतिर रमाउँदै छौँ। आजको मिनी ब्लग यति नै रहेको छ। भिडियो मन पर्यो भने लाइक दिनु र फलो पनि गरिदिनु होला।